यो दुनियाँ स्वार्थी छ, मतलबी छ। जब तपाईँ लडेको बेला तपाईँलाई हात चाहिएको हुन्छ, हात मिल्दैन। जब तपाईँलाई पैसाको आवश्यक परेको हुन्छ, पैसा चाहिएको बेला पैसा मिल्दैन। जब तपाईँ खस्नु भएको छ, तपाईँलाई कन्दको जरुरत हुन्छ, तपाईँलाई कन्द मिल्दैन। तपाईँलाई सपोर्टको जरुरत हुन्छ, सपोर्ट मिल्दैन। तपाईँलाई एकदमै दुःख लाग्छ, तपाईँलाई गाह्रो हुन्छ, केही छैन, ठिकै छ। तपाईँको साथीभाइहरूले, तपाईँको नातेदारहरूले तपाईँले साथ दिइरहेको छैन, ठिकै छ, डोन्ट वरी, केही छैन। अहिले मसँग त केही छैन, म अप्ठ्यारो परेको बेला मलाई साथ मिलिरहेको छैन, तर म आफूलाई मजबुत बनाउँछु, स्ट्रङ बनाउँछु। आफूलाई एकदमै कडाभन्दा कडा, एकदमै हार्डवर्क गरेर म त्यहाँसम्म पुग्छु। जब मसँग सफलता हुन्छ, जब मसँग धन सम्पत्ति सबै चिज हुन्छ, त्यसपछि जो आफ्नो नातेदार छन्, जो साथीभाइ छ, त्यो सबैजना मेरो पछाडि आउँछन्। यो संसारको नियम हो। त्यही भएर आफूलाई चाहिँ सफलता हासिल गर्नमा चाहिँ एकदमै मेहनत गर्नुहोस्, अगाडि बढाउनुहोस्, सिक्दै गर्नुहोस्। यो संसारमा कमजोर मान्छेको केही पनि काम छैन। त्यही भएर आफूलाई चाहिँ स्ट्रङ बनाउनमा एकदमै ध्यान दिनुहोस्। अनि तपाईँको डेस्टिनेसन, तपाईँको यात्रा कहाँसम्म हो, त्यो यात्रामा कदम चाल्दै गर्नुहोस्, अगाडि बढ्दै गर्नुहोस्, मेहनत गर्दै गर्नुहोस्। आजको लागि चाहिँ यति नै। हस्त, धन्यवाद।